पिताले भन्नुहुन्छ जुन नापले दिन्छौ त्यही नापले पाउनेछौ। जुन मनले विश्वास गर्छौ परमेश्वरको आशीषका वर्षात हाम्रो जीवनमा भइरहेको हुन्छ। त्यसैले परमात्मालाई धन्यवाद, जब गुरुको पासमा यीशु मसीहको साथमा एकजना कप्तान आएर एकदमै कप्तानसँग भन्न लाग्नुभयो, हे गुरु, हे प्रभु, मेरो नोकर घरमा एकदमै पस्रिरहेको छ, लत्रिरहेको छ, पक्षघात भएर बिरामीमा लडिरहेको छ, मृत्युसँग लडिरहेको छ। तपाईँले यहाँबाट वचन बोलिदिनुहोस्, मेरो नोकर त्यही समय त्यही घडीमा उता निको भइसकेको छ। कप्तानले विश्वास गर्नुभयो। तब गुरुले भन्नुभयो, म जान्छु तिम्रो घरमा। त्यति बेला गुरुसँग मात्रै शक्ति थियो, अरूसँग विश्वास गरे तापनि येशूसँग भएको शक्ति अधिकार अरूसँग थिएन। तर येशू नै जानुपर्ने हुन्थ्यो, येशूले नै गर्नुपर्ने हुन्थ्यो। तर आज तपाईँ हामी सबलाई परमेश्वरले आफ्नो सन्तानको अधिकार दिनुभएको छ। सबको द्वारा ईश्वरको काम हुन्छ, सबको द्वारा पिताको महिमा हुन्छ, पिताको प्रशंसा हुन्छ। हजुर आफैले आफैलाई चङ्गाएर निको हुन सक्नुहुन्छ। आफूलाई मात्रै होइन, हजुरले मरेकालाई पनि उठाउन सक्ने तागत ईश्वरबाट पाइसक्नु भएको छ। ईश्वरमा बढ्दै जानु, ईश्वरमा माग्दै जानु। मन दिनेहरूमा ईश्वरको चिन्ह हुन्छ, ईश्वरको चमत्कार हुन्छ, ईश्वरको काम प्रकट भएको हुन्छ। विश्वास गर्नेहरूमा ईश्वरले यस्ता चिन्ह दिनुहुन्छ। भूतहरू भाग्नेछन्, नयाँ नयाँ भाषामा बोल्नेछन्, बिरामीमाथि हात राखेपछि बिरामी चट्टै निको हुनेछन्, स्वस्थ भला चङ्गाको जीवन प्रकट भइहाल्नेछ। यस्तो पवित्र आत्मा ईश्वरले ग्रहण गरेको दिनबाट हजुर हामी सबैलाई दिनुभएको छ। विश्वास पनि वचनबाटै ईश्वरले दिलाउनुहुन्छ, विश्वास गर्ने काम पनि पिता आफैले दिलाउनुहुन्छ। तब गुरुले भन्नुभयो, म जान्छु तिम्रो घरमा भन्दा नै हजुरलाई मेरो घरमा लाने म योग्य छैन, तर हजुरले यहाँबाट वचन बोलिदिनुहोस्, निको भइसके बोलिदिनुहोस्। यो शब्द आत्मा हो। मेरो नोकर यहाँ तपाईँले जति बेला वचन बोल्नुहुन्छ त्यति बेलै निको भइसकेको छ भन्ने विश्वास कप्तानले गर्नुभयो। जब गुरुले वचन बोल्नुभयो, तिम्रो विश्वास यो एसियामा, यो ठाउँमा सबको भन्दा ठुलो विश्वास रहेछ। कप्तान जाऊ, तिम्रो नोकर निको भइसक्यो, वचन बोलिदिनु भयो, शब्द दिनुभयो। परमेश्वरको आत्मा भएर शब्द दिनुभयो। तब परमात्मालाई धन्यवाद, जति बेला वचन बोल्नुभयो त्यति बेला च्वाट्टै ईश्वरले के गर्नुभयो, निको पार्नुभयो। त्यो समस्या तुरन्तै भाग हट भनेपछि चट भइसक्यो, बन्द भइसक्यो, हटिसक्यो। आफ्नो काम परमेश्वरले प्रकट गरिसक्नुभयो। स्वर्गका महिमा परमेश्वरले प्रकट गरिसक्नुभयो। जब गुरुले वचन दिनुभयो त्यति बेलै घरमा जाँदाखेरि पक्षघातले पस्रेको मान्छे, प्यारालाइसिस भएर पस्रेको मान्छे, जति बेला ईश्वरबाट वचन आयो त्यति बेला च्वाट्टै निको ईश्वरले बनाइहाल्नु भयो। जति बेला वचन आयो त्यति बेला काम भयो। त्यस्तै त ईश्वरमा, परमात्मामा जब हृदयबाट विश्वास गर्नुहुन्छ, जति बेला विश्वास गर्नुहुन्छ त्यति बेला ईश्वरको स्वर्गका धारिला कामहरू च्वाट्टै प्रकट भइसकेको छ। ईश्वरका सकारात्मक कामलाई, रोगलाई नै, समस्यालाई नै, बाधा निन्दालाई नै, कठिनाइलाई नै, ईश्वरको वचनलाई, परमेश्वरबाट आउने कामलाई विश्वास गर्नु। अगाडि छैन तर पनि भइसक्यो मन बनाउनु भयो। भइसकेको काम ईश्वरले, स्वर्गका कामहरू प्रकट परमेश्वरले गरिसक्नुभयो। त्यसैले धन्यवाद गर्छु पिता, येशू मसीहको नाउँमा।